हेलो हाई नमस्ते सम्पूर्णमा नेपाली भएपछि ढाका टोपी त लाउनु पर्यो। हल्का रमाइलो हल्का टुच्चा हानिहालिएको छ आज फेरि। अब के गर्नु, किराँतीको छोरो परियो माटोक्ने। अब जहाँ गए पनि त्यो त छोडेको र भएन, हो कि होइन गाइस। विशेष आज भिडियो बनाउनु पर्ने मुख्य उद्देश्य चाहिँ मैले धरानेवासीहरूलाई कङ्ग्रेचुलेसन तथा बधाई दिन चाहन्छु म। किनभने कोका प्रोजेक्ट 2 सफल पर्नु भएको छ। अहिले धरानमा पानी वालछेल त नभनौँ, जियोस् ल्याउनु भएको छ सेकेन्ड प्रोजेक्ट पनि। त्यस कारणले गर्दाखेरि आइ एम ह्याप्पी, किनभने म धरानको नगर प्रमुखको चाहिँ म एकदमै ठुलो फ्यान हो नि त। किनभने अगाडिको मेरो टिकटकहरूमा उहाँकै मात्रै भिडियो थियो। किनभने यो चाहिँ मेरो नयाँ एकाउन्ट हो, फेरि यो नयाँ एकाउन्ट हो। सम्पूर्णलाई फलो गरिदिनु होला भन्न चाहन्छु। नमस्ते सेवा है। अनि हामीले चाहिँ अब नेपालमा चाहिँ हर्का साम्पाङ जस्तो मान्छेलाई चाहिँ राष्ट्रपति प्रधानमन्त्री बनाउनु पर्छ म भन्न चाहन्छु है। अब यहाँनिर मान्छेले धेरै कुराकानी गर्ला, तर म चाहिँ के भन्छु भने हामीले नेपालको राजनीतिकमा अहिलेसम्म नयाँ मेयरहरूले आएर पनि एकदमै निट एन्ड क्लिन होइन, एकदमै राम्रो तरिकाले चाहिँ काम गरेको र ती जहाँ के कति काम भयो, कहाँ कति खर्च भयो, त्यो विवरणहरू चाहिँ धरानको नगर प्रमुखले सुनाइ गर्नु भएको छ होइन। त्यो अरू पालिकामा छैन, चाहे महानगरपालिका होस्, चाहे होइन गाउँपालिका होस्, नगरपालिका होस्, अरूमा छैन। तर वान अफ द बेस्ट धरान नगरपालिका मेयर हर्का साम्पाङज्यूले चाहिँ आफ्नो नगरमा वर्षमा कति बजेटहरू सकिए, कति रकमहरू चाहिँ होइन सकियो, कहाँ कहाँ अब लगानी भयो, त्यो चिजहरू एकदमै राम्रो तरिकाले क्लियर जनतालाई सुनाइ गरिरहेको छ, आइरहेको छ। साथसाथै विकासको कामहरूमा पनि उहाँले आफै गएर चेक गर्ने होइन, एउटा अभिभावक भइसकेपछि गएर अनुगमन गर्ने काम पनि उहाँले गरिरहेको छ। तर त्यो काम चाहिँ अरू नगरपालिकाहरूले, महानगरपालिकाहरूले गरेको छैन। त्यस कारणले गर्दा अरू महानगरपालिका, उपमहानगरपालिका, सब गाउँपालिकाहरू सब फेल मेरो लागि चाहिँ होइन। हाम्रो नेपालमा चाहिँ नेता भनेपछि यस्तो हुनुपर्छ है। हर्का साम्पाङ विश्वले चिनिसक्यो होइन। हामीले नचिन्नु भन्ने कुरा चाहिँ एकदमै त्यो चाहिँ दुर्भाग्य कुरा हो होइन। हामीले नचिन्नु चाहिँ एकदमै दुर्भाग्य कुरा हो होइन। वान अफ द बेस्ट लिडर हो धरानको। त्यस कारणले गर्दाखेरि अब नेपाल अभिराज्यभित्र हर्का साम्पाङ जस्तो जनप्रतिनिधि हामीले जन्माउनु सक्नुपर्छ र हामीले हर्का साम्पाङलाई चाहिँ प्रधानमन्त्री बनाउनुपर्छ अथवा राष्ट्रपति बनाउनुपर्छ, त्यो ठाउँमा पुर्याउनुपर्छ होइन। अहिलेको व्यवस्था चाहिँ एकदमै अब लोकतन्त्र गणतन्त्र त भनिन्छ, तर यो एकदमै दलतन्त्र भइरहेछ होइन। किनभने सरकारमा कति महिना चाहिँ अब अर्कोले चलाउने, त्यसपछि नमिलेपछि गठन गरेर होइन बहुमत मिलाएर अर्को जाने, त्यो भएको कारणले गरी हाम्रो नेपाललाई चाहिँ विकासको रूपमा चाहिँ धेरै घाटा भइरहेको छ। त्यस कारणले गर्दाखेरि नेपालमा एउटै होइन अब बाटो छ, यो लोकतन्त्र गणतन्त्रमा कार्यकारी राष्ट्रपति चुन्ने नीति हामीले ल्याउनु पर्छ जस्तो मलाई लाग्छ है। झट्ट हेर्दा अब त्यो एउटालाई मात्रै चलाउने होइन, अब एउटाकै मात्रै शासन मान्नुपर्ने जस्तो देखिन्छ, राजा जस्तो। तर राजा होइन होइन। 5 वर्षपछि इलेक्सन हुन्छ होइन। त्यहाँदेखि 5 वर्षपछि त हामीले दिइहाल्छौँ नि त होइन। उहाँले राम्रो काम गर्यो, जसलाई हामीले चुनेर पठाउँ, उहाँले राम्रो काम गर्यो भने उहाँलाई नै हामीले भोट दिन्छौँ। उहाँले राम्रो काम गर्यो भने नयाँ अर्को जनप्रतिनिधि हामीले चुन्छौँ। हो, यो चाहिँ हामीले व्यवस्थापन हामीले ल्याउनुपर्छ होइन। त्यस कारणले गर्दाखेरि अहिलेलाई चाहिँ वान अफ द बेस्ट चाहिँ म हर्का साम्पाङलाई दिन्छु होइन। नेपालको नेताहरू भए, मेयरहरू भए, जोसुकै भए पनि वान अफ द बेस्ट हर्का साम्पाङ है। किनभने लिडर भनेको त यस्तो हुनुपर्छ नि
हैन जनताहरुको माझमा न उलाई सेक्रेटरी न बडीगार्ड हैन जनताहरुको बीचमा हुन्छ उनी एउटा मौरीको राणा जस्तो हैन पुरै जनताले उलाई माया गरिरहेको हुन्छ मायाले उलाई फूलमालाले स्वागत गरिरहेको हुन्छ हैन फूलमालाले उलाई चाहिँ पुरै छर्किरहेको हुन्छ फूलमालाले स्वागत गरि माला लगाइदिरहेको हुन्छ सम्मान गरिरहेको हुन्छ बुढाबुढीको हृदयमा पनि चाहे होस् कि हर्का सम्पाङलाई जस्तै हैन हर्का सम्पाङ अहिले बुढाबुढीहरुले हेर्दा पनि उसको कामप्रति उनले आँसु झर्छ के बुढाबुढीहरुले पनि हो नेता भनेको त यस्तो हुनुपर्छ भन्ने हो त्यसकारणले गर्दाखेरि म चाहिँ हर्का सम्पाङको एकदमै बिगेस्ट फ्यान हो हैन किन पहिलेदेखि मैले उहाँलाई सपोर्ट गर्दै आएको तर यहाँ कतिपयले झोले के झ्याम्टे भन्छ राम्रो काम गर्ने मान्छेको म चाहिँ झोले नै हो है त्यसकारणले गर्दाखेरि सबैजनाले भिडियो शेयर गर्नु होला यो मेरो नयाँ आइडी हो फलो पनि गर्नु होला म तपाईहरुलाई फलो ब्याक पनि दिनेछु थ्यांक यू ऑल एभ्रीवन अब हामीले आउने क्यारे समयमा चाहिँ आउने चुनावमा चाहिँ हामीले धानको नगर प्रमुख हर्का सम्पाङलाई चाहिँ हामीले प्रधानमन्त्री राष्ट्रपति बनाउनु पर्छ है सबैजनालाई यो भन्न चाहन्छु किनभने मान्छेले कतिले भन्छ कि एउटा उदाहरण चाहिँ एउटा के बिहेभ लाउँछ भने हैन आरोप के लाउँछ भने उसको बोली ठीक छैन भन्छ म एउटा कुरा भन्छु काम गर्ने मान्छेको बोली छुच्चो हुन्छ है जस्तै एउटा घर परिवारमा पनि जसले काम गर्छ उनी छुच्चो नै हुन्छ काम नगर्ने मान्छेले उले कराउँछ गाली गर्छ हो यस्तै हो यो राजनीतिकमा पनि काम गर्ने मान्छेले छुच्चै बोल्छ हैन नगर्ने मान्छेलाई गाली गर्छ त्यसकारणले गर्दाखेरि त्यो छुच्चो हैन उसको काम प्रति उसको लगायत हो हैन उसको सम्मान हो सम्मान भन्नुपर्छ त्यसलाई त्यो ज्ञान हो हैन छुच्चो हैन र कतिले भन्छ स्टेटस लेख्यो भन्छ हैन त्यो स्टेटसले कतिको चाहिँ हैन अब लाइफमा कतिको चाहिँ हैन दिमागमा चाहिँ ज्ञान प्राप्त गरेको छ भनेको र थाहै छैन मान्छेहरुलाई हैन बिना फकरमा स्टेटस बढी हो भन्छ स्टेटसले ज्ञान दिएको छ हैन श्रमदानमा आउनु हुने दाजुभाइहरुलाई हैन निमन्त्रण गरिएको छ हैन बोलाइएको छ हैन र थाहा नभएको पब्लिकलाई उले जानकारी दिइराछ त्यो स्टेटसबाट हैन यो हो त्यो हो भनेर उले जानकारी बुझाइरहेको छ हैन भनौं प्रचार गरिरहेको छ यो यस्तो हुँदैछ भनेकोले स्टेटसबाट दिइरहेको छ त्यसकारणले गर्दाखेरि यो स्टेटस बढी भयो भने मान्छेले बुझेको छैन हैन विरोधीहरुले त त्यो उनीहरु त बढी नै भन्छ हैन स्टेटस बढी भयो भनि नै हाल्छ किन भन्दाखेरि किनभने उनीहरुको चाहिँ पोलहरु त्यहाँ खोलिरहेको हुन्छ के उनीहरुले गलत काम गरेको कुरा चाहिँ त्यहाँनिर चाहिँ आइरहेको हुन्छ त्यसकारणले उनीहरु डराइरहेको हुन्छन् त्यसकारणले गर्दा चाहिँ उनीहरु हैन यसले स्टेटस यस्तो लेख्यो उस्तो लेख्यो हैन यो बढी बोल्यो भन्ने बाटो त्यही हो हैन काम गर्ने मान्छे धेरै बोल्छ है किनभने अरूले पनि काम गरोस् भन्ने सन्देश हो नि त त्यो बोल्नु भनेको त त्यो बोलीमा पनि एउटा न एउटा सन्देश छ नि त हैन त्यसकारणले गर्दाखेरि उनले के लेख्छ उनले के बोल्छ भन्ने हैन त्यो तर्क हैन उहाँले के भन्दै हुनुहुन्छ त्यसलाई चाहिँ ग्रहण तरिकाले सोच्ने दिन हो त्यसकारणले गर्दाखेरि म चाहिँ जय हर्का सम्पाङ सबैजनाले लाइक शेयर के अरे फलो गर्नु होला यो मेरो नयाँ आइडी हो थ्यांक यू ऑल एभ्रीवन